Liang thaktung di kumu thalo thaktung lo orang biung sa thaktung lo orang. Padahal di kumman kum. Asi lagi. Ini kok laki nak ni ya? Baju yang lana ya. Siapa yang pilih itu na? Nanti la pani la. Ini tayo kami si bale. Yo konan kan? Ama ikle kim ya no kim go? Kaya kena ka? Ya. Kaya tha मैं फोन वो काम में? Kalau nahu. Yo kala. Yo ya. Iya. Apa sira baju ya soy. Kalau asal kita tu tak mana dirang waktu lu nak. Ready biar mo? Siapa atau nanti yang Allah kita. 7 बजे ल 7 बजे घाँसिङ बि ल कहाँ हिँडेको हौ तिमीहरू हामी गुरुबसे पञ्चमी यहाँबाट कति टाइम लाग्छ गुरुबसे स्कुल जान 1.5 घण्टा अब कति चली अरे त नुमिङ साहब पनि हिँड्दैछ अझ दादासँग रुममा बसेपछि त्यसो बोल्दैन नि त अनि उसको धेरै बोल्ने उयो छैन यहाँ पहाडमा त पहिरो नसै यो पहिरो लगेर यसलाई के भन्छ पहिरो यहीँबाट एउटा लेसन सिक्नु पनि कता कता जानुहुन्छ हामी यहाँ माथि माथि पुलमा पुग्ने अनि त्यो लेभलमा जाने यो रोड त यो रोडमा जानु यो रोडको लेभलमा जानुपर्छ तर अलिक माथि भयो यो बाटोमा त जानुपर्छ हामी ल आएँ हेलो भन्नु न त नि ल हिँड्नुहोस् एकछिन म माथि खिच्छु ल यहाँबाट यो कालो हामी जानुपर्ने माथि कालो हुँदै Let's go! त जानुहोस् खोला त यो हिजो कार्तिक 12 गतेको उसले चाहिँ पुरै बिमा गइरहेको छ यहाँ तल त सानो खोला यो पहिला केही थिएन लेट्स गो अझै 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 पिलाऊ वाउ ओके लेट्स गो चिसो दादालाई दिनु बाटो हिँडेर स्कुल गइन्छ पहिला अझै पनि जान्छन् यहाँ नानीहरू 1 घन्टा हिँडेर बाटो खराब छ
सुन्दर छ ओ मास्तिर मान्छे चाहिँ पक्का हुन्छ यस्तो महिना भने चाहिँ तर लड्यो भने चाहिँ अलिक गाह्रो हुन्छ है लेट्स गो कति राम्रो सिन है वाह घर घर उकालो चुचे ढुङ्गादेखि चाट्टा तल गाउँ सिङ्गापुर गाउँ यो पारी कोलबटे उहाँ ठुलो डाँडा चाहिँ यो जितपुर डाँडा हो यो ठुलो डाँडा यो ठुलो डाँडा जितपुर डाँडा हो आज चाहिँ हामी गुरुसे पञ्चमी गएको पञ्चमी मामा चाहिँ भारी पुग्थ्यो अनि सबैजना यहाँ छौँ माइजू मजाले बोल्दै अब चाहिँ हामी गुरुसे पञ्चमी एकछिन रोकिएर आराम गरेर हामी हिँड्दैछौँ अब उयो माथि देख्नु भएको त्यो बाटो चाहिँ माथिल्लो बाटो भन्छ त्यसलाई त्यो माथिल्लो बाटो हो अनि यताबाट अब हामी यो बाटो जाँदै अब भुल्के खोला भन्ने खोला छ यहाँ चाहिँ यस्तो के छ भन्दा पहिला चाहिँ यो खोलामा चाहिँ नाग बस्थ्यो अरे होइन अनि अहिलेसम्म खोलामा चाहिँ त्यस्तै छेडछाड केही हुँदैन खोलाको नागले देउहरू लाग्ने गर्दछ अनि अहिले यो खोला चाहिँ खोलाबाटै उहाँ पर मगर गाउँ भन्ने बस्ती छ बस्तीभन्दा पनि गाउँ छ त्यो गाउँमा चाहिँ यहीँबाट आलु लग्ने गर्नुहुन्छ यहीँ तलको खोलाबाट अलिक मजाले देख्दैन रहेछ यहाँ तल देख्नुभएको त्यो कुलो त्यहीँबाट लग्नु हुँदैछ पानी अनि यतैबाट अब पञ्चमी गुरुसे पुग्ने हो अब जाउँ यता भिड त यस्तो कडा छ कि यस्तो भ्यू छ होइन हरियाली हरियाली यत्रो हरियाली अनि यस्तो छ यहाँ चाहिँ पानी आएको यो पनि भुल्के खोलाको पानी हो तर यता छुट्टिएर आएको बाटोमा यसरी पानी पसिरहेछ पानी झरिरहेको तपाईँहरूले देख्नुहुँदैछ यो पानी चाहिँ भित्रबाट उम्लेर आएको हो अघि मैले नाक छ भनेको यहीँ हो पहिला चाहिँ यो पानी पवित्र हो पिउन मिल्छ क्या त्यही त भनेको नि पहिला यहाँ नाक थियो नि यता हेर दुईजनाले मिक्सार हेर न दिदीले बोकेको गलेर हो Okay, done. 63 Bye. Oh. हजार
अमेजिङ भन्दा पनि डर लाग्दो चाहिँ छ होला। काट्छला नि ल अब पुग्यो पञ्चमी बत्ती रोशनी भेटियो चन्द्रकलाले यहाँ पुगिरहेको छिन् लास्टै भिड बनाएको पहिरोले बाफ्रे ए राम्रो छ नि यतिखेर यो राम्रो छ। अनि राम्रो त छ त उ त्यो डाँडा हेर कस्तो दामी छ। टमाटर बजार जाउँ लेट्स गो सन्चे कामना किन्छले आज कहाँ तिमी यहाँबाट खिच्छ खिच्दै गर आमाले बाटोबाटै थाल्नु भयो बेच्न वाह बे ल जाउँ मैं अमर ना बता दो नुमिङसा त गल्यो अरे ऊ बजु पछि नुमिङसा अघि होइन मर्चा व्यापारी हाम्रो आमा कहिले आउनुहुन्छ हौ यता हो न मनी आउनु चन्द्रकला खाएको त चन्द्रकला उता जाँदा पहिला कमेला नि यसको पाउच मनी है बस यो के हो अघि यत्र तलदेखि दुई हातले थाप्नु कति रुपियाँ हो बोजू भन्नु बोजूलाई अनि अक्का कुछ नाम न अब अलि खासा हो यो व्यापारी गर्न ठाउँ व्यापारी
त सबै हान्दैछ चाहनु तिम्रो त खै किन हो र नजाऊ अब कसरी जान्छ स्कुल नजाऊ ल आज स्कुलमा जाँदा नि हुन्छ चाहिँ पाडामा सम्झु ए सेवा हो आनु बेलु apa lagi? एक हप्ता के बोक Bahkan हजुर के बगन्न warga ikut. Enggak sekali apa baik. ए बाइक मेप्सन ए ए ल हो र खै यहाँ बोक यहाँ यतिकै बोक अनि आउने छैन त अनि यता त देखिँदैन त हजुर तल्लोपट्टि हौ बाख्रा बेच्ने ठाउँमा आऊ तल्लोपट्टि बाबु राङ्गालु भैँसी छु न आखिर में तो कमला Khơi là có chuyện với cái sông Ba làm này lấp khắp. पुरै रङ लागिसक्यो चलानी भइसक्यो भने नानी हान्छ नि यसले त त्यसले चाहिँ हान्दो रहेछ यता कुनामा यसले त दादा हुँदा डेन्जर हो यसको यता खोला मलाई अन हो यताउति त देखिँदैन त अन कहाँ देख्दैन एकछिन बैली चालु कति केजी छ कति लेख्छ यो चाहिँ बलियो रहेछ है बैली हो बैली ऊ नुनिसाले अस्ति घाँस काट्यो भन्दै थियो यसलाई एउटा खिच्नु ल पढ्ने अनि अब घाँस काटेर बाख्रा पाल्छु भनेर तपाईँ लानुपर्छ ल ओके छान्न लाउनु न खाना कुन मनपर्छ कुन मनपर्छ केटी हौ केटी चाहियो लैजाउँ त यो राम्रो छ मेरो यो बाख्रा कति भनेको के एक फुटाएर किन बेच्नु के भएको छैन एउटा कसरी 8.5 भन्ना बा आखिर किलो यो बेला 20-22 किलो नेला बा बक्सर ना 8.5 भने 20-22 ये 500 ले हिसाब से उनको 500 नहीं लोखला 20-22 चाहिँ इसको मत 20-22 ना कम मर्छ न जाली रंग वाला सुरा सत्री काटेर जोको यताबाट जाऊ 5 किलो काट्नु यताबाट सदा भेट्न अल्ले नुङसारे हिङम्यान त माक्ला ओके एकछिन मा उको त उ बोक्यो भने रिक्सा राख्छ डराइ राख्छ छुने ल छोरा म जस्तो कति छ सँग बाटो त्यो छोप फेरि छोप मन पर्यो उसको ड्याडी पनि छ खै मम्मीहरू कहाँ जानु पनि यता पनि व्यापार रहेछ पुरै व्यापार रहेछ कस्तो लाग्छ तपाईँलाई यो रमाइलो लाग्छ हेर्न खै मम्मी कहाँ जानुभयो यहाँ भाउजूकोमा जाउँ ल तुममा
अब तापो व्यापार त टन्ने रे मान्छे नै हालेर के को 34% ल जाउँ माथि सिन्का यहाँ खिच्यो त्यो बजार अलिकति निकाल्नु भनेर होइन भिडियो आराम आउनुहोस् यसो ढुङ्गा पर्छ हौ यो सुँगुर पाठा किन्न त भनेको सुँगुर पाठा हो पाल्नु पर्छ नि अनि किन हो र हुनुपर्ने त्यस्तो त अहिले तँ तिम्रो मान्छेले पहिला साह्रै हल्लाएर नि भिडियो यहाँ तल अहिले लुगा पनि जानुपर्छ लुगा हो तिम्रो तुममा आज नुनुङ चाहिँ कम्ती होइन नि चन्द्रकल 5,000 मिटर 5 किलोमिटर हो 5 किलोमिटर त छ नि हैन छ नि हो त्यस्तो छैन अहिले त उस्तै लाग्छ हौ हामी पनि गाउँले नै हो ल itu Iman sing tiap dago film boka ki kapan tadi Mala somsan urita Mencini ke gua Siapa dah long Boleh saya Iman bi हजुर बजार थो माग छ त हजुर फर्किने भने भ्लग यसो अलिकति सम्झना बिर्सन आफूले पढेको हिँडेको ठाउँहरू है ए पोङ भए हजुर तपाईँ कहाँ जानुभएको अनि हाम्रो नुमिङसा तराईमा हुर्के तराईमा जन्मे हैन यो उकालोमा हिँड्दैछ पहाडको उकालोमा हजुर पर्खिनु र हिँड्नुहोस् कता आउनु